अनि के छ केटा हो, रियल मेड्रिडले त अनि ग्वार्लाम्मै पार त नि हिजो खायो त अनि। च्याम्पियन्स लिग 2025-26 सुरु भइसक्यो र रियल मेड्रिडले आफ्नो क्याम्पेनको सुरुवात धमाकेदार गरेको छ। एम्बापेले 2 गोल, रियल मेड्रिडले हिजो मार्सेललाई 2-1 ले जितेको छ। अब मलाई एउटा कुरा चाहिँ अलिकति सिरियसली बोल्न मन लाग्यो, त्यही भएर मैले यो भिडियो बनाएको है। सोसल मिडियाभरि पेनाल्टी पाएर एम्बापेले पेनाल्टी पाएर पेनाल्टी नपाएको भए रियल मेड्रिडले जित्दै थियो। सबतिर चाहिँ केटाहरूले यस्तो खालको कमेन्ट गरिरहेको रहेछ कि पेनाल्टी मात्रै भनिरहेछ क्या। हे भगवान, अब त तिमीहरू ठुलो भइसक्यो यार, बिए गर्ने हो भने तिमीको बच्चा भइसक्ने उमेर भइसक्यो, अब त यो पेनाल्टी भन्न छोड। 2006 को वर्ल्ड कप पेनाल्टीबाट डिसाइड भएको, 2022 को वर्ल्ड कप पेनाल्टीबाट डिसाइड भएको, कतिवटा कोपा अमेरिका फाइनल पेनाल्टीबाट डिसाइड भएको छ याद गर। च्याम्पियन्स लिग कतिवटा सेमी फाइनल फाइनल पेनाल्टीबाट डिसाइड भएको छ। पेनाल्टी हान्नु के साधारण कुरा देख्यो तिमीहरूले यार, खाली पेनाल्टी भने छ, खाली पेनाल्टी भने छ यार, वाक्कै लागिसक्यो। एम्बापेले हिजो पेनाल्टी हान्यो, ठिक छ। लास्ट सिजन सबैभन्दा धेरै गोल अटेम्प्ट गर्ने खेलाडी एम्बापे थियो। लास्ट सिजन भन्दा अगाडि यो च्याम्पियन्स लिगमा है, लास्ट च्याम्पियन्स लिग सिजनमा सबैभन्दा धेरै गोल अटेम्प्ट गर्ने खेलाडी एम्बापे। त्योभन्दा अगाडिको सिजन पनि सबैभन्दा धेरै गोल अटेम्प्ट गर्ने खेलाडी एम्बापे। सो अगाडिको दुईटा सिजन नै एम्बापेले आफूलाई प्रुभ गरिसकेको छ कि ऊ एउटा एकदमै क्वालिटी प्लेयर हो, क्वालिटी गोल स्कोरर हो भनेर। भाइ यो पालि पनि त्यसले गोल्डन बुटकै लागि खेल्छ। लास्ट सिजन पो रियल मेड्रिडले सुरुवातमा राम्रो गर्न सकेको थिएन, यो पालि सुरुवातदेखि नै एम्बापे राम्रो छ। पेनाल्टी हान्यो भन्छ, पेनाल्टी गेमको पार्ट हो कि त भन केटा हो कि पेनाल्टीको गोल हामी अलाउ नै गर्दैनौँ, पेनाल्टीबाट हानेको गोलले म्याच जितेकोलाई 3 पोइन्ट काउन्टै हुँदैन कि त यो भन। नत्र भनेदेखि यार रियल मेड्रिडले जितिरहेछ, पेनाल्टी हान्न जितोस् कि फ्री किक हान्न जितोस् कि जेसुकै गरेर जितोस् नि, गेम जितिरहेछ। तिमीहरू पेनाल्टी पेनाल्टी भनेर नि कसैले जितिरहेछ भने त्यो सेलिब्रेसनलाई खल्लो पार्ने काम नगर क्या। सो लेट्स टक अबाउट म्याच। हिजोको म्याचको बारेमा म एकदमै छोटो कुरा गर्छु। रियल मेड्रिडले सोचे जतिको राम्रो खेलेको होइन। मार्सेलबाट एज आई प्रेडिक्टेड, लाइक लाइभमा मैले भनेको थिएँ, ग्रिनवुड अनि तिमोथी वे र अबुमायाङ यो तीनटाको कम्बिनेसन एकदमै खतरा छ, दुःख चाहिँ दिन सक्छ है भनेर मैले भन्न चाहिँ भनेको थिएँ। रियल मेड्रिडले 2-0 ले जित्छ भनेर मेरो प्रेडिक्सन थियो, 2-1 ले जित्यो। तर मैले प्रेडिक्ट चाहिँ गरेको थिएँ कि यो तीनटा फरवार्डहरूले अलिकति दुःख दिन सक्छ भनेर। सो यिनीहरूले दुःख पनि दियो। रियल मेड्रिडले एक्सपेक्ट गरे जतिको राम्रो खेल्या होइन। स्पेसली डिन हाउजेनको गेम हिजो उसको लेभल अनुसारको थिएन। आर्नोल्ड सबैभन्दा ठुलो लस, 2 महिनाको लागि इन्जर्ड भयो। अर्को कार्वाहालले नगर्नुपर्ने काम गर्यो, रेड कार्ड भयो। अब त्यो चाहिँ अब अलिकति अपसेटिङ खालकै थियो। बेस्ट प्लेयर मेरो लागि एम्बापेले गोल त हानो, तर मेरो लागि हिजोको गेममा सबैभन्दा बेस्ट प्लेयर थियो मास्टान्टुओनो। अति बवाल खेलेको हो, ट्राई गर्यो, एकदमै ओपन गोल पनि मिस गर्यो। तर माफी छ भाइ, 18-19 वर्षको केटाहरूले जसले चाहिँ फर्स्टचोटि यस्तो बिग प्लेटफर्ममा बिग प्लेयरहरूको माझमा आएर खेल्ने मौका पाइरहेछ। 1-2वटा गल्ती म माफ गरिदिन्छु, बट उसको इन्टेन्सिटी, उसको जुन खेल्ने तरिका थियो, म एकदमै इम्प्रेस भएँ। रोड्रिगोको कुरा गर्नै पर्छ। रोड्रिगोको बारेमा एउटा स्पेसल भिडियो आउँदैछ अर्को च्यानलमा, त्यसमा एकदमै डिटेलमा कुरा गरौँला। तर जति चान्स पायो एउटा गोलको लागि उसले पेनाल्टी पनि त दिलायो होइन। सो म ओभरअलमा रोड्रिगोको गेमबाट पनि केही हदसम्म सेटिस्फाइड छु। सब्स्टिट्युसनबाट आएर भिनिसियसले थोरै टाइम पाए पनि यार यो सुपर सबै हो क्या, यो मान्छे यार हरेक गेममा सुपर सब राखे पनि हुने रहेछ। सब्स्टिट्युसनबाट आएर अति सार्प तरिकाले खेल्यो। मिडफिल्डर सोचे जति राम्रो भएन होइन। हिजो गेममा म चुआमेनीको गेमबाट पनि खासै धेरै इम्प्रेस्ड भइन। टु बी स्पेसिफिक, गुलरबाट पनि म लास्टै धेरै चाहिँ इम्प्रेस भइन। सो ओभरअलमा कार्यरास एकदम राम्रो थियो। ओभरअलमा 3 पोइन्ट आयो। केही राम्रा पोइन्ट्सहरू थिए, केही नराम्रा पोइन्ट्सहरू थिए। रेड कार्ड अलिकति
दुःखदायक कुरा हो र इन्जुरी सबसे ठुलो प्रब्लम हो। बाँकी भनेको पार्ट अफ द म्याच हो, त्यो हुन्छ, कहिले राम्रो खेल्छ कहिले नराम्रो खेल्छ। केटाहरूले भनिरहेको थियो कि डिन हाउजन एक्सपोज भयो रे भाइ यार, सचिन तेन्दुलकरले पनि हरेक गेममा 100 हान्दैन क्या, के को एक्सपोज भयो यार, विराट कोहलीले पनि हरेक गेममा 100 हान्दैन। सो एक्सपोज सेक्सपोज केही होइन, बाल होइन त्यो कुरा। कहिलेकाहीँ आफ्नो लेभलमा गेम खेल्न सक्दैन खेलाडीहरूले। डिन हाउजनको हिजो सोचे जति राम्रो गेम भएको थिएन, सकिगयो। रियल मैड्रिडले 3 पोइन्ट्स पाइसक्यो। सिजनको सुरुवातदेखि नै रियल मैड्रिड एकदमै सार्प देखिरहेछ, ज्याबीले एकदम राम्रै खेलाइरहेछ। जति सिजन प्रोग्रेस हुँदै जान्छ त्यति खेल पनि राम्रो हुँदै जान्छ भन्ने कुरा म चाहिँ एकदम विश्वस्त छु। र एम्बापे यो मान्छेले 50 गोल भन्दा माथि हान्छ यो सिजनभरिमा, मैले सुरुदेखि भनिरहेको छु। र अर्को सिजन अर्को वर्षको ब्यालोन्डरको सबैभन्दा मेन दावेदार हुन्छ, मैले सुरुदेखि यो कुरा भनिरहेको छु, अझै पनि म यो कुरा भन्छु। रियल मैड्रिडको गेमको बारेमा यति हो मैले भन्न लायक सम्झेको कुराहरू। अब अर्को एउटा मेजर गेम आउँदैछ च्याम्पियन्स लिगको, न्युक्यासल युनाइटेड भर्सेस बार्सेलोना। हिजो तपाईँहरूले लाइभ हेर्नु भएको थिएन हाम्रो भनेदेखि च्यानलमा लाइभको सेभ गरेको भर्जन छ, गएर हेर्नु होला। मैले न्युक्यासल युनाइटेड भर्सेस बार्सेलोनाको म्याचको प्रेडिक्सन गरेको छु र बार्सेलोनाले 4 गोल हान्छ भनेर मैले प्रेडिक्सन गरेको छु। म त्यो प्रेडिक्सनबाट पछाडि हट्दिनँ, म अझै पनि त्यही प्रेडिक्सनमा बस्छु। धेरैजनाले हार्न सक्दैन होला भनेर भनिरहेको छ, हुनसक्छ न्युक्यासलले जिति पनि दिन सक्छ, टिम राम्रै छ, म्यानेजर राम्रो छ, उसको होममा हो। तर लेभान्डोस्की फिर्ता आउँदैछ, राफिनिया फिर्ता आउँदैछ, बर्नाल छ टिममा हैन, ठिक छ, यमाल र बाल्डे सायद टिममा हुँदैन होला, खेल्दैन होला, तर बाँकी स्क्वाड प्रोपर छ। भ्यालेन्सियालाई भर्खर 6 गोल हानेर आएको एकदम कन्फिडेन्स छ र डिफेन्स अलिकति तलमाथि भए पनि बार्सेलोनाको एट्याकमा सबैजनालाई पुरा विश्वास छ होला। एकदम ए ग्रेडको एट्याक गर्छ बार्सेलोनाले, म्यानेजरको क्वालिटीमाथि कसरी शङ्कै गर्न पर्दैन। सो आई थिङ्क बायर्न भर्सेस चेल्सीको म्याच र यो न्युक्यासल भर्सेस बार्सेलोनाको म्याच चाहिँ हेर्नै पनि खालको म्याच हो। म पनि एक्साइटेड छु, म पनि हेर्छु त्यो म्याच। मेरो प्रेडिक्सन त्यही हो, बार्सेलोनाले एकदम कम्फर्टेबल तरिकाले घुमाइ गोल हानेर जित्छ। बाँकी अब यो प्रेडिक्सन मात्रै हो, यसलाई अन्यथा नलिनु होला। मिलेन भनेदेखि मिलेन, बाले भएन, बार्सेलोना जे गरे पनि च्याम्पियन्स लिगमा योपालि राम्रै गर्छ। सो त्यही केटा हो, जतिजनाले लाइभ हेर्नु भएन हिजोको, हामीले होल च्याम्पियन्स लिगको सबै कुराको प्रेडिक्सन गरेर हालेका छौँ त्यहाँनिर। मसँग अरू 2 जना कन्टेन्ट क्रिएटरहरू गेस्टमा पनि आउनु भएको थियो। सो डिटेलमा यो च्याम्पियन्स लिगको बारेमा हेर्नको लागि हिजोको लाइभको सेभड गरेको भर्जन हेर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। भिडियो आउनलाई अलिकति ढिलो भयो किनभने म भर्खरै घर आइपुगेको, नत्र भने म बिहानै हालिदिन्थेँ है। सो सी यू अल इन द नेक्स्ट भिडियो। बाँकी छिट्टै आउँछ भिडियो। जय नेपाल।